हेलो गुड मर्निङ फ्रम सौराहा चितवन। अहिले चाहिँ हामी जीप सफारीमा जानेछौँ। यहाँ हुनुहुन्छ म्याडम, त मम्मी, सेजु। हाई। ल सेजु अहिले चाहिँ अलि लेजी मोडमा हुनुहुन्छ, जो स्लिपी मोडमा। मम्मी नेता हुनुहुन्छ। अनि पोखरादेखि चितवनसम्मको यात्रा कस्तो भयो त मम्मीहरू? कस्तो राम्रो लाग्यो, एकदम राम्रो लाग्यो। पोखराको सफर राम्रो भयो, अब चितवनको सफर गर्दैछौँ। अझै राम्रो होस् भनेर आशा गरिरहेको छु। अनि सुषमालाई? एकदम रमाइलो भयो, ल अब हामी चाहिँ जङ्गल सफारीमा लागिरहेका छौँ। तपाईँहरूलाई हामी जङ्गलको दृश्यहरू अप टु डेट गराइराख्छु, भिडियो देखाइराख्छौँ है त। ल स्टे इन टच। सेजु कहाँ जाने तिमी? यही ठाउँ जानलाई 35,000 दिन्छ। गरेर आउँछ। हजुरले कसैले वासरुम त जानु छैन नि? छैन। यदि जानु छ भने त अगाडि छ हजुर है। थोरै जानकारी दिन्छु। राइनो राइनो आइनो। हाम्रो चितवनको जङ्गल चाहिँ गैंडाको लागि नै पपुलर छ हजुर है। देश विदेशबाट यसलाई नै हेर्न आउने हाम्रो यहाँ चाहिँ। हाम्रो नेपालमा 700 चितवनको जङ्गलमा छ हजुर। 694 हजुर 694 वटा। गैंडाले चाहिँ के खाने चाहिँ? यिनीहरू खाने चाहिँ घाँसपात खान्छ हजुर। एक दिनमा 60 देखि 70 केजी घाँसपातहरू खान सक्छ। त्यही भएर अलिकति बिजी नै हुन्छन् खानामा। ओके, म थोरै जानकारी दिन्छु गैंडाको बारेमा। हाम्रो वर्ल्डमा 5% गैंडाहरू छन् है। हाम्रो ब्ल्याक, व्हाइट, सुमित्रन, जावन अनि ग्रेटर वानहर्न राइनो। यो चाहिँ ग्रेटर वानहर्न राइनो हजुर है, एक सिङ्गे गैंडा। यो चाहिँ हाम्रो नेपाल र इन्डिया मात्रै पाउँछ हजुर। यिनीहरूको आयु चाहिँ 40 देखि 50 वर्षमा बाँच्न सक्छन् यदि यिनीहरू हेल्दी छन् भने। यिनीहरूको गर्भधारण पिरियड चाहिँ 16 देखि 18 महिनासम्म हुन्छ, मान्छेको डबलै हजुर है। एकचोटिमा एउटा बच्चा जन्माउँछन् अनि लाइफ स्पेन भएर 3-4 वटा जन्माउन सक्छ यिनीहरूले हजुर है। अनि यिनीहरूको सुन्नी र सुँग्ने शक्ति चाहिँ एकदम राम्रो हुन्छ, तर आइसाइट चाहिँ पुवर हुन्छ। यति नजिक देख्दैन अलिकति यिनीहरूको भिजन राम्रो हुँदैन हजुर। 30 मिटर्स ओके, अदरवाइज यिनीहरू चाहिँ आफ्नो हियरिङ र स्मेलिङ पावर चाहिँ मै डिपेन्ड गर्छ हजुर यिनीहरू चाहिँ है। यिनीहरू झगडा गरेर हुन्छ घाइते भयो है। यसको दाँत चाहिँ चिरेको यो उपचार गर्नुपर्ने कसरी त भन्नुपर्छ तपाईँहरूले भन्नु। पाउरोटी खान्छ, एप्पल खान्छ। चकचके के कानला फेरि ए जानु जानु त्यो प्लास्टिक तान्नु लाएले एप्पल सेजु तिम्रो हात्ती कस्तो लाग्यो?
आमा लाग्यो हात्तीको बेबी पनि थियो है ल मलाई हात कस्तो लाग्यो अब सेजीले आएको फेरि के हेर्छ अब के आयो फेरि टाउको निकाल्दाखेरि यिनीहरू सर्प जस्तै देखिन्छ हुन त अहिले नै यिनीहरू सर्प जस्तै देखिन्छ हेर्नु न अहिले हेर्दा नि टाउको त हजुर टाउको सर्प जस्तै देखिन्छ त्यही भएर यिनीहरूलाई स्नेक्स बर्ड पनि भन्छ हजुर यिनीहरू प्वाख पनि हेर्नु थुप्रै फुलेर राखेको छ यिनीहरू चाहिँ यो ड्राई गर्नलाई पानीभित्र जान्छ नि त यो ड्राई गर्नलाई नि यसरी खोल्छन् अनि अर्को रिजन चाहिँ यो चित्तल लगुना रतुवा हामी उतै देख्यौँ नि बाहिर त्यो रतुवा यो चाहिँ चित्तल यिनीहरू चाहिँ हडमा बस्न रुचाउँछ कति राम्रो चाहिँ 20-25-50 मा पनि लिएर आउन सक्छ है भयारी त्यहाँ गएछ नि त यार हिजो खोलाको बिलमा जाने यिनीहरू नै हुन् त भाइ मम्मी कस्तो भइरहेछ त एकदम रमाइलो भइरहेछ छोरा अनि मम्मीलाई रमाइलो भएछ जिप सफारी चितवनमा एकदम रमाइलो भएछ सेजुलाई सेजु हेलो ए अनि सुषमालाई एकदम रमाइलो भइरहेछ यसले सेल्फ डिफेन्स छ त्यसैले बरु हान्न सक्ला तर कान मार्न चाहिँ मार्न सक्दैन है यिनीहरूले चाहिँ यिनीहरूको लेन्थ चाहिँ 5 to 7 मिटर यो गाडी जत्रो लामो हुन्छ यो हजुर मगरमछ भन्दा नि ठुलो बङ्गलादेश श्रीलङ्कामा अल्प सबै सकिलाइसक्यो नेपाल इन्डियामा चाहिँ राम्रो सिन छ नेपालमा त बडाको बडै छ नि त हजुर त्यसको यसको ब्रिडिङ सेटै छ त आफ्नो पार्कभित्र त्यहाँ जन्माएरहरू गएर फेरि हामी एभ्री इयर अहिले चाहिँ छोडिरहेको छ हजुर 6-7 इयर्स भएपछि पानीमा छोडिदिन्छ सक्यो चालु पनि देख्यो त्यत्रोले अनि अन्त माछा खान्छ होला माछाहरू झ्याडहरू खान्छ यहाँ हेर त उता होइन सानो कछुवा यहाँ राइनो चाहिँ ल अहिले चाहिँ हाम्रो जिप सफारी अलमोस्ट एन्ड भयो एकदम रमाइलो भयो कस्तो भयो त हजुरलाई एकदम रमाइलो भयो सफारीमा धेरैवटा जनावरहरू हेर्न पाइयो अनि सेजुलाई कस्तो लाग्यो ल मामा धन्यवाद अर्गनाइज धेरै खुसी लाग्यो धेरै दिन पछाडि भान्जा अनि परिवारसँग भेट भयो एकदमै रमाइलो भयो है तपाईँसँग भेट्दा ल एकदम रमाइलो भयो सफारी मम्मी रमाइलो लाग्यो रमाइलो भएन होइन जिप सफारी जङ्गल घुमेर एकदम ल थ्याङ्क यू फर द भिजिट